हेलो सबैजनालाई। तरबुज अहिले तरबुजको सिजन छ हैन, अनि हामी सबैजनालाई मन पनि पर्छ यो तरबुज अनि खाने पनि गर्छौँ। तर हामीले एउटा इम्पोर्टेन्ट कुरा छुट्याइरहेको हुन्छौँ के भन्दाखेरि हामीले के गर्छौँ भन्दाखेरि यो तरबुजको बिउ चाहिँ फालेर खाइरहेको छौँ हैन, जुन चाहिँ कहिले पनि गर्नु हुँदैन। किनभने यो तरबुजको बिउमा चाहिँ एकदमै अधिक मात्रामा फोलिक एसिड पाउँछ, जसलाई चाहिँ भिटामिन B9 पनि भनिन्छ हैन। अनि यो भिटामिन B9 फोलिक एसिड चाहिँ हाम्रो शारीरिक विकास र मानसिक विकासको लागि धेरै नै इम्पोर्टेन्ट छ, जुन चाहिँ स्पेसली प्रेग्नेन्ट वुमेनहरूको लागि, जुन चाहिँ डक्टरहरूले पनि प्रिस्क्राइब गर्छ कि फोलिक एसिड सप्लिमेन्टेसन, फोलेट भनेर ट्याब्लेट हैन। अनि यसमा चाहिँ एकदमै अधिक मात्रामा फोलिक एसिड पाउँछ बिउमा, त्यही भएर सकेसम्म बिउ नफालेर खाने गरौँ, किनभने नेचुरली चाहिँ हामी कन्ज्युम गर्न पायौँ नि त फोलिक एसिड। अनि यो चाहिँ बच्चा हुन्छ जुन आमाको